सक्की गनी आउँछ कि आउँदैन, आउँछ भने कहिले आउँछ र आउँदैन भने किन आउँदैन, यो सबै कुराको जवाफ आज मिल्नेछ। लास्ट शरणम प्रसारण भइसकेपछि सक्की गनी आउन बन्द भएको थियो। लास्ट शरणम पछि सक्की गनी आउन बन्द भएपछि सक्की गनी टिमले लास्ट शरणम र सक्की गनी दुईटै सँगसँगै आउने भनेको थियो, तर अहिलेसम्म सक्की गनी अपलोड भएको छैन। सक्की गनीको च्यानलबाट सक्की गनी आएको छैन र सक्की गनीको सट्टा रुम्की हाँसुम अपलोड भएको छ। तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ रुम्की हाँसुम। त्यसकारण सक्की गनी नआउन सक्ने धेरै चान्स छ, किनकि सक्की गनीको सट्टा त्यहाँ रुम्की हाँसुम अपलोड भइसकेपछि त्यो सक्की गनीको च्यानलमा पनि ब्यानर पनि चेन्ज गरिएको छ। त्यसकारण सक्की गनी नआउने धेरै चान्स छ, तर आउन पनि सक्छ। सक्की गनी टिमले सक्की गनी र लास्ट शरणम दुईवटै एकैचोटि आउने भनेको थियो, तर आजसम्म सक्की गनी आएको छैन। हेरौँ के हुन्छ, सक्की गनी आउला भन्ने आशा गरौँ। तर रुम्की हाँसुम अपलोड भइसकेका कारणले सक्की गनी नआउने चान्स धेरै छ। पुरै अपडेट हेर्नको लागि हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला र भिडियो मन परेमा भिडियोलाई पनि लाइक गर्नु होला। हस् त, धन्यवाद।